दर्शकबिन एलिना चौहान र विष्णु सापकोटा डिभोर्सपछि पहिलो पटक आए एकसाथ लाइभमा। दर्शकबिन उनीहरू भन्छन् हाम्रो माया त अझै पनि उस्तै छ। आउनुहोस् आजको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गर्नेछौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिन भने नछुटाउनुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गरेर साथैमा रहेको बेल आइकनलाई अलमा क्लिक गरेर हामीसँग जोडिन भने नछुटाउनुहोला। सामाजिक सञ्जालमा उनीहरूको विवाह भएको करिब 9 महिना नबित्दै भने उनीहरूको डिभोर्स हुन साथ भने नाना थरी झुटो आरोप लगाइयो। यता एलिना चौहानलाई भने पैसा र सुन अर्थात् गहनाहरू लिएर गएको भनेर झुटो आरोप लगाइयो र यता भने विष्णु सापकोटालाई उनले भने अर्को विवाह गर्न लागेको कुरा भने हिजो मात्र सामाजिक सञ्जालभरि छप्पाछप भाइरल भइरहेको थियो। तर यो कुरा भने झुटो आरोप लगाइएको थियो भने अहिलेको सामाजिक सञ्जालमा भने उनीहरू भन्छन् भन्नेले जे पनि भन्छ हामी आफ्नो काममा अगाडि बढ्नुपर्छ। तर अब तिमीले आफूले भने हामीले एक अर्काको लाइफ पार्टनर भने नयाँ रोजे तापनि एकअर्कालाई राम्रो मिलोस्, चाहे जस्तो मिलोस्, सोचे जस्तो मिलोस् भन्दै उनीहरू भने टिकटकको लाइभमा आएर दुवैजना भावुक बनेका छन्। दर्शक पनि तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चै एलिना चौहान र विष्णु सापकोटा भने अझै पनि एकअर्कालाई माया गर्छन् त? तपाईँलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला।